हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल है। आज चाहिँ म दुईवटा फिल्म हेर्न जाँदैछु है। एउटा चाहिँ हरिबहादुरको जुत्ता, अर्को चाहिँ बलिदान भन्ने भट्टको छोरा समीर भट्टको होइन। अहिले चाहिँ म त्यता पहिलाको सिके सिनेमाजमा चाहिँ हरिबहादुरको जुत्ता हेर्न जाँदैछु होइन। हरिबहादुरको जुत्ता चाहिँ एज सबैले थाहा भइसक्यो, त्यस्तै रिलिज भएको धेरै टाइम भइसक्यो होइन। यो चाहिँ हाम्रो हरिवंश आचार्य लेजेन्डरी एक्टर हरिवंश आचार्यको फिल्म हो है। अनि यसको डाइरेक्टर चाहिँ दिपेन्द्र के खनाल है। यो पनि राम्रो धेरै नै फिल्महरू बनाइसक्नु भएको होइन डाइरेक्टर हो। अनि प्रड्युसर त हरि सरको छोराले नै गर्नुभएको छ क्यारे होइन। त्यो चाहिँ अब एज इट सेज है, हरिबहादुरको क्यारेक्टरलाई नै डिराइभ गरेर बनाएको होला। मैले यसको केही रिभ्यू केही पनि हेरिनँ, किनकि स्पोइलर्स हेर्न जाँदैछु। स्पोइलर्स आफैलाई आउनु भएको रहेछ, मैले केही पनि हेरेको छैन। सिम्पल प्रेडिक्सन कि यो चाहिँ एउटा ड्रामा हुन्छ हरिबहादुरले गर्ने कामको बारेमा, बिचमा केही होला होइन। त्यो ड्रामाहरूलाई नै बनाउनु भएको हो। होपफुल्ली स्टोरी राम्रो होला। अनि त्यही नै एक्सपेक्ट गरिरहेको है। अनि अहिले मेरो 12:15मा छ। आज चाहिँ म चाँडै निस्केको छु। 12:15को सो हो सिद्धपाडाको सिके सिनेमाजमा। अनि त्यसो अर्को सो चाहिँ मेरो 3:30मा छ बलिदानको है। अर्को चाहिँ कालीमाटीमा हो। त्यही मैले सिधै आएर उता जानुपर्ने छ। त्यही हलभित्र सिनेमाभित्रै नै कालीमाटीको हलमै थियो दुई टाइममा। तर अब हल पनि रिभ्यू गरौँ न भनेर चाहिँ मैले दुईवटा टिकट लिएँ। एउटा चाहिँ यता अनि अर्को चाहिँ कालीमाटी। ल अब सिधै सिके सिनेमाज गएर भेटौँ है त। ल म सिके सिनेमा चाहिँ अब पार्किङ गरेर जान्छु है त। यहीँ हो। ल मैले चाहिँ पार्किङको टिकट लिएर जाँदैछु है त। Now you can see. This is the नपढेर केही सिप नभएर धेरै मान्छे बेरोजगार हुन्छ अनि तपाईँ र म जस्तै अपराधको बाटोमा लाग्छ। त्यसैले गाउँमा सिप सिकाउनको लागि यो प्राविधिक विद्यालय स्थापना भएको छ। बा, अब तपाईँ यो विद्यालयको मास्टर हरिबहादुर। मदन भाइ, तिमी त्यत्रो गल्ती काम गर्दाखेरि त मैले छोडिनँ, साथ छोडिनँ तिमीलाई। अब त राम्रो काम गर्नको लागि त सँगै हुनु पर्यो नि।
हरिबहादुरको जुत्तामा मदन बहादुरको खुट्टा पनि त एउटा हुनु पर्यो नि, त्यसो गरे कसो होला? जस्ट वाज हरिबहादुरको ओके ल चाहिँ कस्तो छ भनेदेखि यो हरिबहादुरको भनेर हामीले पछिदेखि सुनिरहेको भयो। त्यो अब ठिकै हो, त्यसमा नथिङ चाहिँ कि हामीले सबै प्रेडिक्ट गर्न सक्ने स्टोरी सबै प्रेडिक्ट गर्न सक्छ, यो हुन्छ होला त्यो हुन्छ होला भनेर होइन। अनि त्यसमा पोलिटिकल कुराहरू जोडेर होइन, त्यो पोलिटिकल भनेको पोलिटिकल नै होइन, तर त्यो ट्विस्ट चाहिँ पोलिटिकल ट्विस्ट दिएर गर्ने कोसिस छ। वान टाइम मुभी हो है, अलिअलि चाहिँ सायद अब लेजेन्ड हरिबहादुर हरि सरको भयो होइन, तर हि ह्याज लस्ट हिज करिजमा। त्यस्तो जब हामी पहिला हेर्छौँ नि त्यो लाफ्टर जुन लाफ्टर अटोमेटिक त्यो लाफ्टर आउँथ्यो, अहिले चाहिँ जबरजस्ती त्यो लास्ट गर्नुपर्ने टाइपको छ क्या, जबरजस्ती टाइपको छ होइन। नर्मल त्यही नै हो, त्यही पनि त्यस्तो खतरा आहा ओहो मेमोरेबल मोमेन्ट भन्ने नै छैन। मलाई एक्टिङ खतरा त त्यो मलाई नेताको लाग्यो, त्यसमा एउटा नेता कृष्ण विक्रम नाम थियो क्या अरे, उसको एक्टिङ चाहिँ त्यो बुढा नेताको एक्टिङ हो, उसले चाहिँ एक्टिङ एकदम राम्रो गरेको छ है। उसको एक्टिङ चाहिँ एकदम राम्रो एक्टिङ छ, किनकि ओल्ड एक्टर हो, एकदम भेटरन एक्टर हो, उसको एक्टिङ चाहिँ राम्रो लाग्यो मलाई, नेचुरलै गरेको छ उसले। बाँकीहरू चाहिँ अब यो कास्टिङ डिरेक्टरले अब कास्टिङ कस्तो राख्छ, त्यो रोलमा उसलाई सकै छैन। अब त्यो कृष्ण विक्रम नै जुन नेताको छोरा छ, ऊ एज अ काइन्ड अफ भिलेन एक्ट भएको छ, तर ऊ सकै छैन क्या त्यो रोलमा उसलाई। अब अलिकति अहिले एक्ट गर्न सक्ने हुन्छ, उसको डाइलगबाजी नै छैन, स्पेसल एक्सप्रेसनले काम गर्नुपर्ने छ धेरैमा होइन। लास्टमा अलिअलि बिचार डाइलगबाजी छ, मन त्यस्तो डाइलग छैन होइन। तर अरू नै कोही राखेको भए चाहिँ राम्रो हुन्छ होला एक्ट हुने। सक्षम अक्षरको चाहिँ धेरै केही पनि छैन। अब त्यसमा अर्को प्रकाश सपुत छ, उसको रोल धेरै छ त्यसमा, अलिकति हाफ टाइमपछि अलिकति रोल धेरै छ होइन। त्यही हो, घुमिरहेको छ। अब हरिबहादुरको पहिलो 1 घन्टा चाहिँ हरिबहादुर नै हो, त्यसपछि चाहिँ हरिबहादुरबाट चाहिँ चेन्ज भएर हरिबहादुरको छोरा, पोलिटिकल कुराहरू होइन, चुनाव यताउति, त्यसमा सानोतिनो ट्विस्ट राखेर होइन, पश्चिमा खड्का पनि त्यसमा आइपुग्छन् होइन, त्यस्तो छ है। ओके रिभ्यू। अब रेटिङ दिनु पऱ्यो भनेदेखि चाहिँ एभरेज रेटिङै हो, 2.5 3 भन्दा माथि चाहिँ जाँदैन है, त्यस्तो केही छैन। स्टोरीमा एकदम प्रेडिक्टेबल, एकदम यो हुन्छ होला भने पनि त्यही नै हुन्छ, त्यस्तो छैन। वान टाइम मुभी हो, फ्यामिली मुभी हो, रमाइलोको लागि हेर्न आउँदा चाहिँ हुन्छ त्यस्तो। अब बिचबिचमा अलिक बोरिङ पनि हुन्छ होइन, तर वान टाइमतिर हेर्ने हो, जस्ट फर फनको लागि आउँदा चाहिँ हुन्छ। अब होइन, त्यही हो है। अनि अब चाहिँ म कालीमाटी जाँदैछु 3:30मा चाहिँ भोलि जानु हुने मुभी हेर्नको लागि। फर्स्ट मुभी सिक्यो है, फर्स्ट मुभी ओके। अब सेकेन्ड मुभी है, अब यो चाहिँ अब एक्सन ड्रामा र यो पनि पोलिटिकल नै हो फेरि है, त्यस्तो छ। अब पोलिटिकल कस्तो खाले पोलिटिकल भन्ने भयो होइन। अब हेरौँ के हुन्छ यो है। अब यो सिके मुभिजको हलको कुरा गर्दा चाहिँ भित्रको छेकेपिछेको एम्बियन्स चाहिँ राम्रो छ है, राम्रो रहेछ होइन, त्यो चाहिँ राम्रो छ। सोचेर राखेर त्यो चाहिँ राम्रो छ। भित्र चाहिँ यिनीहरूको सिटहरू चाहिँ त्यो स्लाइडिङ सिट नै हो, तर अलिकति फोर टाइपको छ क्या है। अनि अर्को भनेको प्लानिङ अलिकति कस्तो नमिलेको टाइपको क्या। अब 1देखिको भित्तामासमा कतिवटा छ, 1देखि चाहिँ हामी 15-16वटा कतिवटा छ होइन, सिटै छ क्या। अब एकजना कहाँ जानु पऱ्यो भने सबैजनालाई हटाउँदै जानुपर्ने हुन्छ। कहाँ पनि एउटा बाटो राखिदिएको भए भित्तामा जाने मान्छे उताबाट घुमेर फेरि सिधै भित्तामा जान सक्छ नि त, त्यो छैन। अनि सर्दै जानुपर्ने हुन्छ है, बिचबाट एकछिन वहाँ पर है। अनि भित्रको त्यही हो, क्वालिटी चाहिँ अलिक हल त्यस्तै हो। अनि सिट्सहरू अलिकति फोर टाइपको छ, तर स्लाइडिङ सिट हो, त्यसमा स्लाइडिङ सिट हो, कम्फोर्टेबल नै छ होइन। अनि त्यसपछि अर्को चाहिँ के छ भनेदेखि त्यसमा चाहिँ अलिकति हिँड्ने स्पेस चाहिँ ठुलो बनाएर रहेछ, किनभने उहाँ भित्तासम्म पुग्नुपर्छ, त्यो हिँड्ने स्पेस चाहिँ अलिकति लामो बनाएको छ होइन। तर त्यो नबनाएर भित्ताबाट चाहिँ एउटा बाटो बनाइदिएको भए भित्ताबाट चाहिँ डाइरेक्ट भित्तामा मान्छेहरू घुमेर गएर सक्छ नि त होइन, कस्तो हुनसक्छ। अब एम्बियन्स त्यो पनि एभरेज नै भनौँ है।
आज 3सम्म 3.5 हलका मैले अडिटोरियम 1 हेरेँ अडिटोरियम 2 कस्तो छ त्यो त मैले हेरेको छैन 1 चाहिँ ओके टाइपको छ अरू त्यो फिल्म हेर्नलाई 3 आवर्सको म्याक्सिमम बस्न त्यसको लागि ओके नै छ होइन अब नयाँ हो क्यारे त्यो मुभी सिके सिनेमाहरू हेरिरहेको खोलेको त्यो तर पनि सिट चाहिँ अलिकति चाँडै पुरानो भयो चाहिँ यिनीहरूको सिटहरू पुरानो छ तर स्लाइडिङ भएको एउटा कम्फोर्टेबल नै छ होइन तर कुरा पनि अलिकति राम्रो है सफा गर्नु सकिन्छ प्यासेजको त सफा नै छ त्यो होइन ओके ल अब म चाहिँ कालमा पुग्नलाई त्यहीँ अब खै त त्यहीँ बलिदान हेर्नलाई समिति भट्टको बलिदान एसोसिएसन फिल्म है सन्तोष सेनले डाइरेक्ट गर्नुभएको अरे सन्तोष सेन भन्नुभएको चाहिँ त्यो हाम्रो प्रेम गीत बनाउने होइन उनीहरूले चाहिँ इन्डियासम्म लानुभएको थियो होइन त्यो त्यस्तो हो ल थिएटर है त अलिकति सेन्टर पनि आयो धेरै भिड हुन्छ यहाँ मडी नम्बर 2 जानुपर्छ अब है coffee. बलिदान भन्ने पनि हेऱ्यो बलिदान खै के भन्ने हो फिल्म है यो जबरजस्ती फाइट एक्सनवाला मुभी बनाउनु पर्छ ल है भनेर बनाएको जस्तो होइन कसलाई के रेटिङ दिने अब मैले एक्टिङ वाइज हेर्दा चाहिँ अर्पण थापा उसको मात्रै एक्टिङ राम्रो छ रीता शर्मा सुरुदेखि रीता शर्मा लास्टसम्म रीता शर्मा हो आमाको एङ्गल देखाएको रीता शर्मा ट्राइड अ लट रीता शर्माले एक्टिङ गर्न एकदमै खोजेको है एकदमै ट्राई एकदम डाइलग पनि धेरै आमावाला एङ्गल है एकदमै ट्राई गरेको एक्टिङ गर्नलाई तर मजा आएन क्या चिच्याउँदा पनि मजा नआउने गाली गर्दा पनि मजा नआउने त्यो अनि त्यसपछि सौगात मल्ल पनि छ है सौगात मल्ल चाहिँ हाफ टाइममा आउँछ इन्ट्रेस्टिङ हुनको लागि होइन अनि त्यसपछि ल मेन त्यसपछि हाम्रो एक्टर समीर भट्ट खै के हो समीर भट्ट नेपाली पनि क्लियर नबोले हो कि नेपाली यति क्लियर नै छैन एक्टिङ त सिक्नै पर्छ अब भगवान्ले हाइट दिएको भएर फाइट त्यस्ता छ होइन हाइट भएको कारण फाइट त्यस्ता हो तर अब डाइलगबाजी पनि भएन अब एकदम एग्रेसिभ लुक्स जस्तो पुरा रिसाको लुक्स देखाउँछ त्यस्तो आएको छैन तर ओके अब भर्खर सेकेन्ड मुभी भयो इम्प्रुभ त गर्छ होला होइन अब जबरजस्तीको डाइलग सुरुमा डाइलग छैन एक ठाउँमा चाहिँ एउटा लामो डाइलग छ होइन अनि छ होइन वडामा गएर हो कि नगरपालिकामा गएर हो अनुदान माग्न जाँदाखेरि एउटा लामो डाइलग छ अब त्यतिखेर थाहा हुन्छ अब कतिको एक्टिङ गर्न सक्छ भनेर होइन
अब फिल्म चाहिँ एकदम हजुरले अब यो हुन्छ भनेर सोच्न सकिन्छ एउटा चाहिँ सोच्न सक्नु हुँदैन जुन चाहिँ अलिकति हाँसउठ्दो पनि छ त्यहाँ एउटा आदिवासी आउँछ क्या होइन आदिवासी जो को भन्नु नि सन्तोष सेन क्या सन्तोष सेन चाहिँ आदिवासीको लिडर होइन यस्तो हाँसउठ्दो छ त्यो क्यामियो जस्तो छ होइन अनि आदिवासीबाट क्यामियो छ होइन एउटा गीत पनि छ नि होइन अनि त्यो भयो अरू सरप्राइज फ्याक्टर सबै छैन ल है त हजुर अब एउटा हिन्ट दिन्छु है ल भिलेनलाई पिटिरहेको छ हिरोले ट्याङ भिलेनलाई होइन भिलेनको सेनापतिहरूलाई एकदम पासेलाई ट्याङ पिटिरहेको छ लास्टमा मेन भिलेन आएर हिरोलाई पिट्छ हिरो अब बेहोस हुन्छ कि मर्छ त्यो भुइँमा ढल्छ आमाले देख्छ आमाले उठ छोरा उठ भनेर भनेपछि छोरा उठ्छ कि उठ्दैन होला त अब सोच्नु त अब यो त एकदम सोच्नै नसक्ने खतरा कथा त होइन होला छोरा उठ्छ स्वाट उठेर भिलेनलाई मार्छ होइन अब धमारेपछि लास्टमा अब यो स्पोइलर अलर्ट आफू पनि मर्छ होइन त्यतिखेर पनि 5-7 मिनटको डाइलग छ आमा छोराको कस्तो नसाउने होइन त्यही हो फिल्म अब फाइटर्सले फाइट मनपर्छ अब एक्सन हेर्न आउने भने एक्सन हेर्नु स्टोरी त्यस्तै हो हल्का अब पोलिटिक्समा पनि चाहिकन भिलेन आउँदैन पुरा हल्का काली माताको एङ्गल देखाएर पुरा त्यस्तो पनि छ तर केही नमिल्या अब एकचोटि हेर्नको लागि ओके होइन हेरौँ भन्नु जस्तो तर मैले हरिबहादुरको र यसको फिल्म कम्पेरिजन गर्दाखेरि चाहिँ हरिबहादुर चाहिँ अलिकति फ्यामिली टाइपको मुभी हो होइन आनन्दले बसेर हेर्ने अलिअलि कमेडी टाइपको छ कमेडी गर्नु परेको छ भनेदेखि बलिदान भनेको चाहिँ एक्सन जबरजस्तीको एक्सन भित्राएको छ होइन अनि हिरो चाहिँ जति छुरी भाला चक्कु गोली जे खानाले मर्दैन भिलेन चाहिँ अब ठाउँको क्या होइन त्यस्तो छ अब ओके वान टाइम हेर्न लग्यो अब हुन्छ अब त लाग्दा पनि अब त हलबाट उठ्छ पनि होला अब नयाँ मुभी आउँछ होला होइन हलमा तर अब युट्युबमा आउला नि 6 महिना बसेपछि त्यतिखेर हेर्नु होला त्यतिखेर चाहिँ हेर्नु होला ओके नै हो है अब एक्टिङ वाइज त अब के भन्ने स्टोरी वाइज त के भन्ने जता पनि गरिरहेको जेनी गरिरहेको लोजिक खोजेर भएन होइन किन यस्तो भयो होला भनेर खोजेर त भएन ओके होला अब नेपाली मुभी हो नेपाली जसरी सोच्नु पऱ्यो धेरै खोजेर भएन अब बजेटै लो हुन्छ त्यतिको बजेटमा त्यतिको फिल्म बनाउनु पर्ने हुन्छ अब मलाई फर्स्टको त्यो हरिबहादुरमा चाहिँ कास्टिङ भएन जस्तो लाग्थ्यो नै भएन क्या कलाकारहरू लिएकै भएन क्या हरिबहादुरले होइन यो बलिदानमा चाहिँ जबरजस्तीको स्टोरी घुसाइदिएको छ होइन अब जहाँ चाहिँ अर्कै थोक हुनसक्यो अब के हो अब आदिवासीवाला एङ्गल घुसाइदिएर अरू सबै सोच्न सक्नेवाला छ अब ओके टाइपको मुभी नेपाली मुभी हो होइन अब धेरै क्रिटिसाइज गर्नु पनि हुन्न यतिको बनाएको छ ओके टाइपको भनौँ न ओके वाला मात्र एभरेज मुभी हो वान टाइम मुभी हो एभरेज मुभी हो त्यही हो के भन्नु भएन लास्टमा सौगत मल्ल मऱ्यो कि बाँच्यो भने थाहा हुन्न यो त्यो हाँस्दै थियो त्यस्तो टाइपको पो छ त नि ल ठिकै छ वान टाइम मुभी हो हेऱ्यो मेरो एक्सपिरियन्स हजुरलाई सुनाएँ है यस्तै हो अब अर्को हप्ता नयाँ मुभीहरू चल्दैछ क्या त्यो चाहिँ म सुरुमै हेर्छु है सुरुमै गएर हेर्नु पर्ला यो चाहिँ त्यस्तो पुरै बस्यो भने चाहिँ रिभ्यू ढिला हुन्छ तिनीहरूलाई त्यो चाहिँ म पछि गरौँ ल ओके थ्याङ्क यू भेरी मच फर वाचिङ है किप सपोर्टिङ किप लभिङ है अनि म पनि चाँडै हेरेर हजुरहरूलाई रिभ्यू दिन्छु अडियो टु पनि सेम नै छ यसमा चाहिँ के छ भने बिचबाट सिधी भएको भएर हजुरले बिचबाट हेर्छु भनेर पाउनुहुन्न बिचमा ग्याप छ स्पेस छ हिँड्नलाई बाटो बनाएको छ बिचबाट बिचबाट हजुरले हेर्न पाउनुहुन्न बिचबाट हेर्नु हो भनेदेखि एबिसिटीबाट हेर्नुपर्छ जुन चाहिँ अब त्यहाँबाट बसेर हेर्नु भने चाहिँ माथि आँखा माथितिर हुन्छ होइन माथि चौको राखेर आएर हेर्नुहुन्छ माथि हेर्नुहुन्छ नि बिचबाट हेर्न पाइन्न कि माथि सोफामा बसेर हेर्नु पऱ्यो त्यो पनि बिचमा स्पेस भएको भएर सेन्टरमा बसेर हेर्छु भनेर पाउँदै पाउनु है ल ठिक छ अब म अरूहरू फिल्म गर्दाखेरि अडियो सिजन 1, 2 सबैको रिभ्यू दिएर यो मात्रै नभएर अरूहरू पनि हलहरूको पनि रिभ्यू दिन्छु कस्तो छ होइन ठिकै हो यसको चाहिँ यो यस्तो चाहिँ लेग स्पेस अलिक कम छ है यसमा बिचमा आफू अलिक खुट्टा तन्काएर बस्नु मिल्दैन ऊ चाहिँ स्लाइडिङ नेस नै हो स्लाइड गरेर बस्नु मिल्छ तर ऊ गर्न चाहिँ मिल्दैन होइन खुट्टा सारेर बस्नु मिल्दैन बिचमा चाहिँ मिल्छ है सिकेमाथि खुट्टा अलिकति अलिकति पहिलाएर बस्नु पनि मिल्छ है त ल यति भन्दै आजको भिडियो चाहिँ म ऱ्याप अप गर्छु
थ्याङ्क यू भेरी मच फर वाचिङ है, किप लभिङ, किप सपोर्टिङ। यस्तै गरी हजुरहरूलाई म रिभ्यू हेरेर अब यस्तै ब्लन्टली विदाउट स्क्रिप्ट नै रिभ्यू दिने कोसिस गर्छु है। हस् अब पछि हजुर के कमी कमजोरी छ मलाई कमेन्टमा लेखेर भन्नु होला, के गर्नुपर्छ, बोलेको मिलेन अथवा के चाहनुहुन्छ हजुरहरू होइन, त्यो मलाई भन्नु होला, म त्यो अनुसार नै इम्प्रुभ गर्दै जान्छु है। थ्याङ्क यू भेरी मच फर वाचिङ एन्ड किप लभिङ सपोर्टिङ है। बाई।